हेलो गाइज नमस्ते। देशको स्थिति हेर्दाखेरि नि अचम्म नाजुक लाग्छ क्या। देशमा छ नि, देशमा काठमाडौँ उपत्यकाको नेवारहरू एकसाथ उठेछ भने राजतन्त्र आउन पुनर्स्थापना हुनलाई केही गाह्रै छैन, दोमटै छैन। अनि अर्को सत्ता परिवर्तन गर्नलाई केही गाह्रै छैन के। नेवारहरूले गुखायो, भोज र मासुमा बिक्यो, गुठीका जग्गाहरूमा घर बनाएर बिल्डिङ बनाएर भाडा खान सक्षम भए। त्यही भएर पार्टीका झोले भए। त्यही भएर देशमा परिवर्तन नआएको हो क्या। न त सक्थ्यो भने गर्यो भने हुन्छ नि। गुठी विधेयक ल्याउँदाखेरि गुठीका जग्गा सरकारीकरण गर्नुपर्छ भन्ने बेलामा उठ्न सक्ने नेवारहरू अहिले देश डुबेको बेलामा उठ्न नसक्दा झोलेको सङ्ख्या दिइन्छ मैले। त्यही भएर गरियो भने हुन सकिन्छ। नेवारहरू उठ्यो भने गर्न सकिन्छ। मासुमा बिके, झोले कार्यकर्ता भए। त्यही हो है। अर्को पार्टमा आउनेछ नयाँ न्यू भिडियो नेवारकै बारेमा है।